हेलो एन्ड वेलकम टु माई मिनी भ्लग गाइज। सधैँ जस्तै आज पनि मैले हजुरहरूको लागि एउटा फुकुओकाको तेन्जिङ हाकातातिरबाट चाहिँ लगभग 40-45 मिनटको दूरीमा रहेको एउटा ट्राभलिङ डेस्टिनेसन लिएर आइसकेको छु, जसको नाम रहेको छ ओदो पार्क। फुकुओकामा आइसकेको मान्छे लगभग फुकुओका टावर त घुम्न गइहाल्छ होइन। फुकुओका टावरबाट बसमा 15-20 मिनटको बाटोमा चाहिँ ओदो पार्क पर्ने गर्दछ। ओदो पार्क जानको लागि चाहिँ लगभग गामबाते गऱ्यो भने चाहिँ बसहरू पनि चाहिँदैन, आफ्नै साइकलमा पनि जान सकिन्छ र साइकल पार्किङहरू पनि धेरै छ। प्लस आफ्नै बाइक अथवा गाडीमै जान्छ भने पनि पार्किङको समस्या पनि छैन र मजाले घुम्न एक दिनको लागि चाहिँ मजाले घुमेर आउन सकिने ठाउँ रहेको छ, जहाँ मान्छेहरू पनि त्यति साह्रो धेरै पनि हुँदैन, भिडभाड पनि हुँदैन र एउटा शान्त अनि मनोरम वातावरणको साथमा रमाइलो गर्न सकिन्छ। र यहाँबाट ओदो पार्कको सबैभन्दा रमाइलो र मनपर्ने ठाउँ चाहिँ अब आइरहेको छ, जहाँ एउटा समुद्रको ठाउँमा मतलब समुद्रको छेउमा चाहिँ एउटा ठुलो ग्राउन्ड रहेको छ। त्यो ग्राउन्डको साइडबाट चाहिँ समुद्रको भ्यूहरू पनि हेर्न सकिन्छ। प्लस यो ग्राउन्डमा चाहिँ थरीका गेमहरू पनि खेल्न सकिन्छ, जस्तै अहिले यहाँ बास्केटबल खेलिरहेको छन् एकतिर, अनि ग्राउन्डभित्र चाहिँ बच्चाहरूका लागि एउटा खेल्ने ठुलो एउटा स्पोर्ट पनि बनाइरहेको छ। अनि साइडमा ठुल्ठुलो मान्छेहरू पनि फुटबल, भलिबल, क्रिकेट लगायतका थरीका गेमहरू खेल्न सकिने एउटा राम्रो ठाउँ रहेको छ, जुन अहिले हजुरहरूले भिडियोमा देखिरहनु भएको छ। यो भनेको ओदो पार्क एउटा ठुलो ग्राउन्ड हो। यो ग्राउन्डको साइडमा चाहिँ समुद्र भएकाले समुद्र गर्मीको बेलामा जाँदा चाहिँ एकदम राम्रो अनि रमाइलो लाग्छ, किनकि समुद्रको साइडमा चिसो हावाका साथसाथै एकदम मनोरम वातावरण भएकाले टाइम मिलेसम्म चाहिँ एकचोटि अवश्य पनि हजुरहरू पनि घुम्न जाँदा चाहिँ राम्रो हुन्छ जस्तो मलाई लाग्छ, किनकि यति राम्रो ठाउँ फुकुओकाबाट यति नजिकै छ भन्ने कुरा सबैलाई थाहा नहुन पनि सक्छ र गएपछि त्यहाँ त्यस्तो किन आएछु भनेर हजुरहरूलाई रिग्रेट पनि पक्का पनि हुने छैन, किनकि यति सुन्दर शान्त ठाउँ छ त्यो मैले अहिले शब्दमा बयान गर्न पनि सक्दैन। म चाहिँ अहिले घुम्न भनेर सिगाचुको सुरुमा गएको भएर अहिले चाहिँ साकुराहरू पनि फुलिरहेको छ, जुन एकदम साकुरा भनेपछि त जापानको एकदम युमैना फुलै भइसक्यो। अनि साकुरा मन नपर्ने मान्छे त कमै हुन्छ। अनि यो ठाउँमा गयो भने चाहिँ समुद्रको एकदम अनुभव पनि लिन पाइन्छ, प्लस साकुराको पनि अनुभव लिन पाइन्छ। एक ठाउँमा गएर 2-3वटा लाभहरू उठाउन सकिन्छ। अनि यहाँ चाहिँ सल्लेरीहरू पनि भएकोले नेपालको पनि फुल भाइब आउने गर्दछ। प्लस मान्छेहरू पनि एकदम बार्बिक्यू गर्ने बस्ने गर्न पनि पाइन्छ। प्लस बार्बिक्यूै नगरे पनि एकदम मजाले घुमेर आउन अनि आफै आफ्नो खानेकुराहरू लगेर बसेर मजाले खाएर आउन पनि सकिन्छ। अनि यो रहेको छ साकुरा। यो चाहिँ हजुरहरू ओदो पार्क छिर्ने बित्तिकै देख्नुहुन्छ, तर मैले यो भिडियोमा चाहिँ फर्किने बेलामा खिचेको हुनाले चाहिँ यो भिडियोको लास्टमा रहेको छ। अनि आजको हाम्रो सानो मिनी ब्लग चाहिँ यसैमा समाप्त हुन्छ। बाँकी थोरै यो भिडियोको क्लिपबाट आनन्द लिनुहोस्। अनि म पनि आजको यो भिडियोबाट चाहिँ बिदा हुन्छु। धन्यवाद। अर्को भिडियो पनि म अवश्य लिएर आउनेछु, त्यतिजनाको लागि चाहिँ पर्खेर बसिदिनु हुन पनि अनुरोध गर्दछु। यदि हजुरलाई मेरो च्यानल मन परिरहेको छ भने चाहिँ सब्सक्राइब गर्न पनि नबिर्सिदिनु होला। धन्यवाद।